असामाजिक तत्त्व गएका मानिसहरू आएर भिडलाई उक्साउँदै ढुङ्गा मुढा प्रहार गर्छन् भने त्यहाँको नजिकैको प्रहरी चौकीले घटनाको नियन्त्रणमा लिन सक्दाखेरि डिस्ट्रिक्ट मेजिस्ट्रेटले पनि घटनालाई नियन्त्रणमा ल्याउन सक्दाखेरि तत्कालीन थप आइआरबीएनको हेडक्वार्टरमा फोन आउँछ र माग हुन्छ 2 प्लाटुन अफिसर जवानको तत्कालीन कमान्डरको हुकुमपछि 2 प्लाटुन अफिसर सबै सुरक्षाकर्मीहरू घटनास्थलतर्फ प्रवेश गरिरहेको तपाईँहरूले यहाँबाट देखिरहनु भएको छ भने यताबाट मोर्चाकारीहरूले ढुङ्गा मुढा प्रहार गरिरहेका छन् भने पहिलो राउन्डमाथि लाठी बसाइरहेका छन् ढुङ्गा मुढा प्रहार गरिरहेको तपाईँहरूले यहाँबाट देखिरहेका छौँ भने ती असामाजिक तत्त्व गएका ती असामाजिक व्यक्तिहरूले मजमाहरूलाई उचाल्दै ढुङ्गा मुढा गाली गलौज गर्न बाध्यता बनाइरहेका छन् सिक्किम पुलिसको ब्याग प्रहरीको ब्याग आइआरबीएनको ब्याग जस्ता नाराबाजी गरेको तपाईँ हामीले यहाँबाट प्रत्यक्ष देखिरहेका छौँ भने सुरक्षाकर्मीलाई कमान्डरको हुकुम बमोजिम आफ्नो पोजिसन तयार गर्ने निर्देश भएको हुन्छ भने उहाँहरू फाइल पोजिसन र फाइल फर्मेसनमा रेडी भइसकेका छन् सुरक्षाकर्मी भने पहिलो राउन्डमाथि ढुङ्गा मुढा बर्साइरहेको तपाईँ हामीले यहाँबाट देखिरहेका छौँ भने लाठी प्रहार भइरहेको छ पहिलो वाहनलाई तहस तहस बनाएको तपाईँ हामीले यहाँबाट देखिरहेका छौँ भने यता भिडबाट असामाजिक तत्त्व गएका व्यक्तिहरूले भिडलाई उक्साइरहेका छन् ढुङ्गा मुढा हान्ने प्रहार गर्न लगाइरहेको तपाईँ हामीले यहाँबाट देखिरहेका छौँ भने सुरक्षाकर्मीहरू फाइल पोजिसनमा अगाडि बढिरहेको तपाईँ हामीले यहाँबाट देखिरहेका छौँ भने घटनास्थल उग्र रूपले अगाडि बढिरहेको तपाईँ हामीले देखिरहेका छौँ ढुङ्गा मुढा प्रहार भइरहेको छ सुरक्षाकर्मीले फाइल फर्मेसन घटनास्थलमा शान्तिमय सिर्जना भएको छैन एकदमै ढुङ्गा मुढा प्रहार भएर अशान्तिमय कायम भइरहेको तपाईँ हामीले यहाँबाट देखिरहेका छौँ भने सुरक्षाकर्मीहरू शिरको सहायता लिएर आफ्नो ज्यानको सुरक्षा लिइरहेका छन् भने ढुङ्गा मुढा प्रहार भइरहेको तपाईँ हामीले यहाँबाट देखिरहेका छौँ तपाईँले देख्नुहुन्छ ढुङ्गा मुढा प्रहार भइरहेको छ सुरक्षाकर्मीमाथि ढुङ्गा मुढा बर्साइरहेका छन् भने ढुङ्गा मुढा साथसाथै लाठीहरू पनि बर्साइरहेको तपाईँ हामीले यहाँबाट देखिरहेका छौँ कमान्डरको हुकुम बमोजिम क्याप्सी स्प्रेको प्रयोग गरिसकेका छन् क्याप्सी स्प्रे प्रयोग गरिसके बापत पनि भिड अझै तहस तहस भइसकेको छैन मजमाकारीहरू ढुङ्गा मुढा प्रदर्शन गरिरहेका छन् भने असामाजिकता गएका व्यक्तिहरूले उचालिरहेका छन् ढुङ्गा मुढा हान्न प्रहार गर्न लगाइरहेको तपाईँ हामीले यहाँबाट देखिरहेका छौँ अहिले भने टेस्टिङको फर्मेसन तयार गरिसकेका छन् हजुरलाई म जानकारी गराउन चाहन्छु जसरी कक्षाले आफूलाई आफ्नो खपेताभित्र जसरी सुरक्षित राख्छ त्यस्तै सुरक्षाकर्मीले टेस्टिङको फर्मेसन तयार गरेर आफूलाई सुरक्षाभित्र राखिरहेको तपाईँहरूले हामी यहाँबाट देखिरहेका छौँ भने टेस्टिङको फर्मेसनको सहायता लिएर मजमातर्फ अगाडि बढिरहेका छन् सुरक्षाकर्मीहरू टेस्टिङ फर्मेसनको सहायता लिएर मजमातर्फ अगाडि बढिरहेका छन् भने ढुङ्गा मुढा बसाइरहेका छन् भने अहिले भने यहाँबाट स्टन सेलको प्रहार हुन गइरहेको छ भने मजमाकारीहरू अहिले स्टन सेल प्रहार भइसकेको छ र मजमाकारीहरू भएका छैनन् दिइरहेको तपाईँ हामीले यहाँबाट देखिरहेका छौँ भने क्याचिङ फर्मेसन घेराउ गरेर ती मजमाका अग्रसरहरूलाई आफ्नो घेराउमा हालिसकेका छन् ती मजमाका लिडरहरूलाई क्याचिङ फर्मेसन तयार गरेर क्याचिङ घेराउ गरेर आफ्नो कब्जामा लिइसकेका छन् यहाँ सुरक्षाकर्मीले भने अहिले भने कलर स्मोक सेलको प्रहार भइसकेको छ कलर स्मोक सेल प्रहार भइसकेको तपाईँ हामीले यहाँबाट देखिरहेको छ भने 24 घन्टासम्म यी मजमामा आएका यी सबैका जनाउने मजमाकारीहरूको लुगामा लाग्ने छ भने 24 घन्टासम्म यो कलरको सहायताले ती मजमाकारीहरूलाई हामीले कानुनी कारवाही गर्न सकिन्छ भन्ने हेतुले कलर स्मोक सेलको यहाँ प्रहार भएको तपाईँहरूलाई जानकारी गराउन चाहन्छु भने अहिले एरोवेट फर्मेसन तयार गरिसकेका छन् हजुरलाई म जानकारी गराउन चाहन्छु प्राचीन भारत प्राचीन रोम प्राचीन ग्रिस चाइना इजिप्ट जस्ता कन्ट्रीहरूले सिलको प्रयोग गरिसकेका छन् भने अहिले सुरक्षाकर्मीले ती मजमाका अफिसरहरूलाई आफ्नो कब्जामा लिइसकेको छ एरेस्ट गरिसकेको छ भने यता भिडमा चाहिँ उग्र रूप लिएको तपाईँ हामीले यहाँबाट देखिरहेका छौँ प्राचीन भारत प्राचीन रोम ग्रिस चाइना इजिप्ट जस्ता शक्तिशाली देशका सैनिकहरूले पनि एरो फर्मेसन साथै केही सिलको प्रयोग गरेर युद्धमा विजय गरेको तपाईँ
सँगसँगै गर्दाखेरि मजमाहरूलाई हामीले ठुलो बनाउन सकिन्छ एकदमै मजबुत हतियार मानिन्छ एरोहेड फर्मेसन भने सिल्डको पनि प्राचीन युगमा त्यति नै महत्त्वपूर्ण थियो भने 21औं शताब्दीमा पनि यो सिल्डको उति नै महत्त्वपूर्ण मानिन्छ भने यो आर्म फोर्स सशस्त्र कर्मीमा सिल्डको एकदमै ठुलो भूमिका रहेको छ अहिले भने घटनास्थलबाट मजबाकारीहरू घटनास्थलबाट भागिरहेको छ हामीले यहाँबाट देखिरहेका छौँ भने केही हदसम्म घटनास्थलमा शान्तिमय सिर्जना हुन जानेछ भन्ने हामीलाई विश्वास रहेको छ भने अहिले डिफेन्सिभ फर्मेसन र अफेन्सिभ फर्मेसन तयार गरिसकेका छन् हजुरलाई म यहाँबाट जानकारी गराउन चाहन्छु अफेन्सिभ फर्मेसन भित्र ती मजमाका अग्रसरहरूलाई एरेस्ट गरिसकेका छन् भने एरेस्ट कर्मीहरूले एरेस्ट गरिसकेको तपाईँ हामीले यहाँबाट देखिरहेका छौँ भने भिडको तपाईँ हामीले यहाँबाट देखिरहेका छौँ अहिले भने भिडबाट ती मजमाहरू पछाडि सर्दैछन् भने केही हदसम्म शान्तिमय सिर्जना कायम सुरक्षा कर्मीहरू घटनास्थलबाट अगाडि बढिरहेका छन् भने केही प्रदर्शनकारीहरू घटनास्थलबाट फरार भइसकेको तपाईँहरूलाई म जानकारी गराउन चाहन्छु भने केही हदसम्म घटनास्थलमा शान्तिमय सिर्जना कायम भएको जानकारी गराउन चाहन्छु अहिले भने सुरक्षा कर्मीले फाइल फर्मेसन तयार गरिसकेका छन् फाइल फर्मेसनको सहायता लिएर अगाडि बढिरहेका छन् भने अग्रसर ती मोर्चा उत्सवहरू एरेस्ट भइसकेका छन् भने मोर्चाकारीहरू केही हदसम्म पछाडि भागिसकेको तपाईँ हामीले यहाँबाट देखिरहेका छौँ भने अहिले भने घटनास्थलमा शान्तिमय सिर्जना भइसकेको छ म हजुरलाई जानकारी गराउन चाहन्छु यो हामी प्रहरी साथै सुरक्षा बलको यो ठुलो महत्त्वपूर्ण गहना हो र यसलाई हामीले सदैव पालन गर्नुपर्छ बरकरार राख्नुपर्छ भन्ने हेतुले आज हजुरहरूको समक्षमा हामीले पेश गरेका हौँ आशा छ हजुरहरूले भरपूर आनन्द लिनुभयो हवस् त धन्यवाद।